साथीहरु तपाईहरु पनि फेसबुकबाट पैसा कमाउन चाहनुहुन्छ भने चाहिँ आजको यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला र म तपाईहरुलाई चाहिँ फेसबुक मोनेटाइजेसन गर्ने तरिका सिकाउँदै छु र कस्तो अवस्थामा चाहिँ हामीले फेसबुकबाट पैसा कमाउन सकिन्छ र कस्तो अवस्थामा चाहिँ हामीले फेसबुकबाट पैसा कमाउन सक्दैन त्यो पनि म तपाईहरुलाई जानकारी दिनेछु भन्दै आज म तपाईहरुलाई चाहिँ यहाँनिर मेरो एउटा प्रोफाइल छ देख्न सक्नुहुन्छ। यहाँ देख्नुहुन्छ यो मेरो प्रोफाइल छ है। यसमा यहाँनिर देख्न सक्नुहुन्छ सबैभन्दा पहिला यसमा टच गर्नु होला अथवा यहाँनिर टच गर्नु होला, जहाँ टच गरे पनि हुन्छ है। म चाहिँ यसमा टच गरे। यहाँ टच गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ मेरो फलोअर्स भनेको 1k छ है। 1k फलोअर्स छ यस आइडीमा चाहिँ। यहाँ तल देख्न सक्नुहुन्छ एउटा यहाँ प्रोफेसनल ड्यासबोर्ड लेखेको छ नि, यसमा टच गर्नु होला है। यदि तपाईकोमा यो प्रोफेसनल ड्यासबोर्ड आएको छैन भने चाहिँ त्यसको लागि सबैभन्दा पहिला यो तीनवटा धर्का भएकोमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि यहाँ तल देख्न सक्नुहुन्छ, यहाँ तल देख्न सक्नुहुन्छ यो टर्न अफ प्रोफेसनल मोड अफ लेखेको छ नि, यो चाहिँ तपाईले यसमा चाहिँ अन गरेको हुनुपर्छ। यो मेरोमा अफ छ किनभने मेरोमा चाहिँ अन भइसकेको भएर यहाँनिर अफ देखाइरहेको छ। तर यदि तपाईकोमा चाहिँ अफ छ भने चाहिँ यहाँनिर तपाईकोमा अन गर भनेर अप्सन आएको हुन्छ, योलाई हेर्नु होला अनि यसलाई अन गर्नु होला। त्यसैगरी तपाईकोमा यो पनि यहाँनिर देख्नुभयो भने यो फलोअर्स 1k फलोअर्स छ नि, यो पनि तपाईकोमा फलोअर्सको रूपमा देखाइहाल्छ, नत्र पहिला चाहिँ यो फलोअर्स देखाउँदैन है। त्यसैगरी अन गरिसकेपछि यो अप्सन आउँछ, यसमा टच गर्नु होला। र यहाँनिर टच गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ मोनेटाइजेसन, यो मोनेटाइजेसन लेखेकोमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ यो एउटा स्टार फिचर छ है, यो छ सब्सक्रिप्सन छ र कन्टेन्ट मोनेटाइजेसन छ है। यो आइडिया मेरो कुनै पनि यहाँनिर चाहिँ इनेबल भएको छैन अथवा एड भएको छैन है। मेरोमा चाहिँ यो कुनै पनि मोनेटाइजेसन भएको छैन। सबैभन्दा पहिला हामीले चाहिँ स्टारबाट पैसा कमाउन सक्छौं, त्यसको लागि यसमा टच गर्नु होला। यो उसको क्राइटेरिया के छ त्यो पनि हेर्नु होला है। त्यसको लागि यसमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ, यहाँ तल हेर्नु होला, यहाँनिर हेर्नु होला। मेन कुरा यहाँ छ है, यहाँ हेर्नु होला। यो मेरोमा भइसक्यो, ठिक भइसक्यो। यो चाहिँ हेर्नु होला, यो फलो फेसबुक भने चाहिँ यो कन्टेन्ट मोनेटाइजेसन पोलिसी यो ठिक छ। हामीले चाहिँ अब जे पाए त्यही सामग्रीहरू अपलोड गर्नु भएन, किनभने त्यस्तोले गर्दा कतिपय व्यक्तिहरूलाई चाहिँ ह्याम्पर हुन सक्ने भएको कारणले गर्दा त्यस्तो कुराहरूलाई चाहिँ विशेष गरेर हामीले ध्यान दिएर चाहिँ पोस्ट गर्दा अथवा फेसबुकमा फोटोदेखि भिडियोहरू हरेक रिलहरू अपलोड गर्दा पनि हामीले यो कुरालाई ध्यान दिनुपर्ने हुन्छ। यो ठिक छ। तपाईको अर्को तल हेर्नु होला, यो अर्को 2 नम्बरमा छ, यो हेर्नु होला। यो इलिजिबल कन्ट्रीमा छ है, हाम्रो देशमा चाहिँ अथवा हाम्रो नेपालमा चाहिँ हालसालै मात्रै यो चाहिँ इलिजिबल भएको छ। र यहाँ देख्न सक्नुहुन्छ अर्को यो तपाईको प्रोफाइलमा चाहिँ यो स्टार फिचर इनेबल हुनको लागि चाहिँ घटिया पनि 500 फलोअर्स चाहिँ हुनुपर्छ। यसको मतलब तपाईले यदि तपाईको 500 भन्दा बढी फ्रेन्ड थियो भने चाहिँ अघि तपाईले प्रोफाइल ड्यासबोर्डलाई अन गर्ने बित्तिकै तपाईको त्यो फ्रेन्डहरु चाहिँ अटोमेटिक फलोअर्समा कन्भर्ट हुने गर्दछ है। र म तपाईहरुलाई अहिले फलोअर्स बढाउने तरिका पनि सिकाइहाल्ने छु है। र यहाँ तल देख्न सक्नुहुन्छ यो कुरा भयो। यहाँ अर्को मेन कुरा यहाँ छ, हेर्नु होला। मेरोमा अझै अन नहुनुको कारण चाहिँ एउटा छ, यहाँ हेर्नु होला। मेन कुरा यो हो है, यो योर प्रोफाइल ह्याज ह्याड भनेको चाहिँ तपाईको प्रोफाइलमा चाहिँ 500 फलोअर्स चाहिँ 30 दिन भित्रमा, तपाईले 1 महिना भित्रमा 500 फलोअर्स एकचोटी पूरा गरेको हुनुपर्छ। त्यसैगरी तपाईकोमा यो पनि 100 मा पुग्छ र तपाईकोमा सजिलै यो स्टार फिचर चाहिँ अन हुन्छ। र स्टार फिचर अन भइसकेपछि यहाँबाट हामीले कसरी कमाउन सक्छ भने यहाँ देख्न सक्नुहुन्छ यो गिफ्टहरु, हामीले पोस्ट गरेको भिडियो अथवा रिलहरु अथवा कुनै पनि सामग्रीहरुमा चाहिँ अरु कसैले मन परेर त्यहाँनिर गिफ्ट सेन्ड गर्दियो भने चाहिँ हामीले स्टार फिचरबाट स्टार प्राप्त गर्न सक्नेछौं र हामीले स्टारबाट पैसा कमाउन सक्नेछौं। अब ब्याक सरौं। यो एउटा तरिका भयो फेसबुकबाट पैसा कमाउने तरिका। र तपाईले यसबाट पैसा कमाउन चाहनुहुन्छ भने चाहिँ यो चारवटै कुराहरुलाई ध्यान दिएर तपाईकोमा पूरा भएको हुनुपर्छ अनि यसबाट तपाईले पैसा कमाउन सक्नुहुन्छ। अब ब्याक सरौं। यहाँ देख्न सक्नुहुन्छ। अब मेन यसलाई छोड्दियौ, यो खासै महत्त्वपूर्ण छैन र यो पनि छोड्दियौ। मेन हामीले पैसा कमाउने र धेरै पैसा इन्कम हुने ठाउँ भनेको चाहिँ यो कन्टेन्ट मोनेटाइजेसन चाहिँ यो चाहिँ हालसालै मात्रै नेपालमा चाहिँ यसो पनि इलिजिबल भएको छ, तर यहाँ भन्दा अगाडि चाहिँ यो थिएन है। त्यसको लागि यसमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ यो मेरोमा सबमिट गरिसकेको छ, यहाँ सबमिट लेखेको छ। यहाँ तल देख्न सक्नुहुन्छ यो यस्तो किसिमको छ। यसमा चाहिँ के हुन्छ भने तपाईलाई कुनै पनि क्राइटेरिया छैन, तपाईको फलोअर्स यति हुनुपर्छ अथवा तपाईले यस्तो गरेको हुनुपर्छ भन्ने केही पनि छैन। तपाईले रेगुलर रूपमा भिडियो अथवा फोटो अथवा जेसुकै पनि पोस्ट गर्दै जानुहोस्। र यहाँनिर ब्याक सरौं। यहाँनिर के देखाएको हुन्छ भने
यो छ देख्नु सक्नु, यो भन्नु, यो देख्नुभयो नि, यो चाहिँ के भने फेसबुकले चाहिँ हामीलाई अब हामीले रेगुलर रूपमा काम गरिरहेको छौँ भने उनीहरूले अटोमेटिक रूपमा उनीहरूले आफै इन्भाइट गर्नेछ र हामीले यसबाट पैसा कमाउन सक्नेछ। यो अब तपाईँले एकदम राम्रोसँग ओरिजिनल कन्टेन्ट हाल्नुहोस्, आफ्नै कन्टेन्टहरू हाल्दै जानुहोस् र यसबाट तपाईँले कुनै क्राइटेरिया छैन कि तपाईँले यति पुरा गर्नुपर्छ, उति पुरा गर्नुपर्छ, यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भन्ने छैन। जब तपाईँले ओरिजिनल कन्टेन्ट आफ्नै कन्टेन्टहरू अपलोड गर्दै जानुहुन्छ तब फेसबुकले अटोमेटिकली तपाईँलाई इन्भाइट गर्नेछ कि तपाईँ यो यसको लागि चाहिँ इलिजिबल हुनुहुन्छ अथवा तपाईँ चाहिँ यसको लागि चाहिँ योग्य हुनुहुन्छ भनेर उनीहरूले दिन्छ र तपाईँले यसबाट चाहिँ एकदमै धेरै पैसा कमाउन सक्नुहुन्छ। अब म तपाईँहरूलाई चाहिँ फेसबुकमा फलोवर्स बनाउने तरिका सिकाउँदैछु, एकदम सजिलो अनि एकदम सही तरिकाले। त्यसको लागि ब्याक सर्नु होला। यहाँनिर देख्न सक्नुहुन्छ, यहाँ यो फ्रेन्ड छ नि, फ्रेन्ड, यसमा टच गर्नु होला। तपाईँकोमा यदि छैन भने फेसबुक लाइट डाउनलोड गर्नु होला, इन्स्टल गर्नु होला, त्यसबाट सजिलो हुन्छ। अथवा तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँनिर गएर अथवा यहाँनिर हरेक व्यक्तिको नाम सर्च गर्दै जानु होला अनि तपाईँले फ्रेन्डलाई एड गर्दै जानु होला। त्यसबाट तपाईँकोमा अटोमेटिकली यो अप्सन पनि आउनेछ, मेरोमा आइसकेको छ, यसमा टच गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ यो सबै हामीले फलो गरेकोहरू है। यो अब हामीले यसलाई कन्फर्म गर्दै जाने, यहाँ कन्फर्म गर्ने, यसरी गर्दै गउने र यहाँ तल देख्न सक्नुहुन्छ लास्टमा अलिक तल जाउँ, मेरोमा धेरै आइसकेको छ फ्रेन्ड रिक्वेस्ट चाहिँ है। अब सबैभन्दा तल जाउँ। अब हामीले फलोवर्स बढाउने तरिका है, एकदम सजिलो अनि एकदमै छिटो तरिका। यहाँ हेर्नु होला, अलिकति मेरोमा यो यहाँ देख्नुभयो, यहाँ हेर्नु होला, यहाँ छ नि यो एड लेखेको छ नि, एड फ्रेन्ड छ नि, यसमा तपाईँले फ्रेन्ड रिक्वेस्ट पठाउँदै जानुहोस्। यसरी पठाउँदै जानुहोस्, जति पठाउन सक्नुहुन्छ त्यति धेरै पठाउँदै जानुहोस् र त्यसपछि जब तपाईँको यसरी पठाएको फ्रेन्ड रिक्वेस्ट चाहिँ उनीहरूले एक्सेप्ट गर्नेछ, त्यसपछि तपाईँकोमा अटोमेटिकली यहाँनिर जानु होला। यहाँ गइसके पछाडि अटोमेटिकली ब्याक सरौँ, यो मेरोमा अलिकति समस्या भयो, यहाँ जानु होला, यसमा टच गर्नु होला। यहाँनिर अटोमेटिकली यो फलोवर्स चाहिँ बढ्दै जान्छ अथवा यसमा चाहिँ हाम्रो फलोवर्स चाहिँ थप्दै जानेछ। र जति धेरै तपाईँकोमा फलोवर्स भयो त्यति धेरै तपाईँकोमा चान्स हुन्छ कि फेसबुकबाट पैसा कमाउने अथवा त्यो कन्टेन्ट मोनेटाइजेसन अप्सन चाहिँ अन हुने चान्स चाहिँ एकदमै धेरै हुन्छ। र अथवा तपाईँले यसरी नै काम गर्दै जानुभयो भने चाहिँ तपाईँलाई कन्टेन्ट मोनेटाइजेसन पनि अन गरिदिनेछ र तपाईँलाई इन्भाइट गर्नेछ कि फेसबुकले तपाईँ चाहिँ यसको लागि चाहिँ योग्य हुनेछ भनेर। त्यही भएर तपाईँहरू ओरिजिनल कन्टेन्ट हाल्नुहोस् र तपाईँले पनि सजिलैसँगले आफूले चाहे जति पैसा चाहिँ फेसबुकबाट कमाउनुहोस्।